हामी पासर फालिलुङ 6 नम्बर मुवा झर्ना घुम्न आएको थियौ हैन फोटोसोटो खिचेर पनि हामी फर्किसकेका छौं अब म साथीहरुले के क्वेशन गर्छु भने कतिको रमाइलो भयो भएन मुवा झर्नामा के कस्तो रह्यो यो भिरमौरी देख्न पाइयो कि पाइन भन्ने क्वेशनहरु गर्छु सपना भन्छु तपाईलाई कस्तो लाग्यो राम्रो लाग्यो एकदम रमाइलो रमाइलो भयो मण्डलले कस्तो भयो रन्जुलाई एकदमै रमाइलो मन यही रह्यो मेरो चाहिँ ल सेसीमालाई कस्तो भयो ल धन्यवाद सेमी आउने सेमीलाई पनि म क्वेशन गर्छु सेमीलाई कस्तो भयो मुवा झर्नामा के कस्तो रह्यो ल अभिसालाई कस्तो भयो रमाइलो भयो अनि यहाँ झर्ना पनि आउँदैछ मेरो बिग फ्यान उसलाई कस्तो भयो झर्ना मुवा झर्ना आउँदाखेरि घुमाइ फिरे कस्तो भयो धेरै जना भएर होला रमाइलो लिनुपर्छ ठिकै छ अनि सन्जुलाई कस्तो भयो रमाइलो भयो साथी नाएर अलिक दुखी छौँ हैन बिन्दालाई कस्तो भयो एकदम रमाइलो बहिनीलाई कस्तो भयो मुवा झर्ना रमाइलो भयो ल धन्यवाद यहाँ हाम्रो छ्यामा पनि हुनुहुन्छ छ्यामा मुवा झर्ना कस्तो लाग्यो रमाइलो भयो ल ल खानेकुरा पनि बोकेर आउनु भएको छ ल ल ल ल अनि कस्तो भयो इन्दुलाई रमाइलो भयो ल ल ल खगेन्द्र कस्तो लाग्यो मुवा झर्ना राम्रो लाग्यो राम्रो लाग्यो ठीक खबर राम्रो ल विपनालाई कस्तो लाग्यो मुवा झर्ना रमाइलो भयो अनि यता माइजुलाई हाम्रो माइजुलाई कस्तो लाग्यो रमाइलो भयो अनि भीमा कस्तो लाग्यो ल सोल्टी कस्तो लाग्यो मुवा झर्ना यता सोल्टीलाई कस्तो लाग्यो सुषमालाई कस्तो लाग्यो एकदम रमाइलो लास्टमा फोटो माइजुलाई कस्तो लाग्यो मुवा झर्ना रञ्जनालाई कस्तो लाग्यो मलाई एकदम रमाइलो लाग्यो ल ल विमलालाई रमाइलो लाग्यो सबैलाई रमाइलो भएछ अनि हाम्रो अङ्कल आउँदै हुनुहुन्छ अङ्कललाई मुवा झर्ना कस्तो लाग्यो फर्स्ट टाइम आउनुभएको होला सायद राम्रो लाग्यो ल धन्यवाद अनि अङ्कल अर्को अङ्कल पनि हुनुहुन्छ कस्तो लाग्यो अङ्कल तपाईँलाई रमाइलो लाग्यो अनि हाम्रो भाइलाई कस्तो लाग्यो रमाइलो लाग्यो ल ल ल ल बाटो त तपाईँ अब यहाँ सबैजना भएको छौँ हामी होइन हाम्रो बाटो जङ्गलतर्फ जाँदैछौँ है एकदम रमाइलो भइरहेछ साथी कोही माथि कोही तल निकै धेरै आएको छौँ रमाइलो भइरहेछ यहाँनिर मुवा झर्ना चाहिँ यही है मुवा झर्ना मान्छेहरू निकै धेरै घुम्न आउनु भएको छ है कस्तो रमाइलो ठाउँ छ अनि हाम्रो ग्रुपहरू यता छ नै आउँदैछन् हाम्रो ग्रुप निकै रमाइलो छ यो ठाउँ हो पाँचतालको फालेलुङ मुवा झर्ना